भन्ने कुरा चाहिँ हामीलाई लाग्थ्यो। एकदम थुप्रो थुप्रो छ नि बाबु है। हामी आउँछौँ है। हस् हस्। फेरि यो जताततै पनि यो छरिएको छैन, एउटा थुप्रो थुप्रो छ। ठ्याक्कै यो डोकोबाट मोल थुपारे जस्तो छ यो। मेरो मनोवैज्ञानिक मेरो मनोविज्ञानले के भन्छ भने हजुर जुन बेला बेलामा यो हामीले ध्रुव तारा यस्तो पिण्डहरू हरेक पिण्डहरू छन् नि हाम्रो हजुर धेरै ध्रुव पिण्डहरू बनेर पृथ्वीको वरिपरि घुमिरहेको बेलामा यो चाहिँ त्यो खसेर बज्रिँदै गर्दाखेरिको अवस्था हो कि हजुर यो एक आकाशमा ठोकिन्छन् नि। हजुर ठोकिएर तिनीहरूको अवशेषमा चाहिँ के भयो त्यो खस्दाखेरि खसे जस्तो लाग्छ कि यो जहाँनिर, किनकि यो हाइटमा त न खोलाले बगर बनायो होइन, न हावाहुरीले उडाएर ल्यायो, न गुल्टिएर आयो कतैबाट। यो त स्वयं खसेको हो क्या, यी पत्थरहरू यी खसेका हुन् कि त। पृथ्वी बन्यो त्यति बेला नै, पृथ्वी बन्दाखेरि नै यो उत्पत्ति भयो कि भने यो जुन थुपारिएको अवस्था जस्तो छ नि थुप्रो थुप्रो राखेको, त्यो चाहिँ यही एक आपसमा क्या जुन हाम्रो पृथ्वीको यो घर्षण हुन्छ नि, बेला बेलामा भूकम्प जाँदाखेरि यो घर्षण हुँदाखेरि यी पत्थरहरू ठाउँहरूमा कुन उल्का पिण्डहरू खसे, समुद्रमा खसे, यो खस्यो, त्यो छाल आयो, ज्वालामुखी आयो भन्ने सुनिन्छ। त्यस्तै जस्तो यहाँनिर पत्थरहरू खसे जस्तो लाग्छ कि यसो हेर्दाखेरि होइन, किनकि यहाँभन्दा माथि त अब केही पनि छैन। अब समुद्री सतहदेखि त धेरै माथि छ यो होइन। हो तपाईँको त्यही त माथि योभन्दा जस्तै अब एउटा हाम्रो म्याग्दीलाई पनि भन्ने गर्छ, गुर्जादेखि गाउँ छैन, टुप्पीदेखि ठाउँ छैन, गुर्जादेखि गाउँ छैन भने जस्तै न कतैबाट भिरबाट पहराबाट पहिरोबाट गुल्टेर आएको ढुङ्गा हो होइन। यो हाम्रो चाहिँ यो मनोवैज्ञानिकमा चाहिँ लागिरहेको छ। तपाईँहरूले कमेन्ट मार्फत आफ्नो धारणा राखिदिनु होला है साथीहरू, यसलाई चाहिँ नेगेटिभ नल्याइकन होइन। यो आध्यात्मिकसँग जोडिएर के बन्छ, साइन्सले के भन्छ होइन, आफ्नो प्रतिक्रिया कि आफूसँग यो यसरी भएको होला भन्ने चाहिँ। किनकि यो ठाउँमा आएर एउटा ढुङ्गा यस्तो ठुल्ठुलो चट्टानहरू देख्नु होइन, अब हामी तल तल त खोलाको बगरहरूमा देख्ने नै भइयो। ल है त।